के तपाईले कहिले सोच्नु भएको छ कि संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकाको मुटुमा एउटा यस्तो गहिरो रहस्य गाडिएको छ जसलाई लुकाउन उनीहरू जे पनि गर्न सक्छन्? यो कथाले तपाईको होस उडाउनेछ। सन् 1979 को एउटा पुरानो धमिलो भिडियो अचानक इन्टरनेटमा भाइरल हुन्छ। यो भिडियोमा एरिया 51 का एक कथित पूर्व कर्मचारीले क्यामेराको अगाडि एउटा निकै डरलाग्दो र रहस्यमयी भविष्यवाणी गर्छन्। उनी भन्छन् कि ग्रुम लेकको त्यो गोप्य बेसभित्र केही यस्तो भइरहेको छ जुन मानिसको सोचभन्दा बाहिर छ। ती कर्मचारीले 30 वर्षसम्म ती काला र डरलाग्दा प्रोजेक्टहरूमा काम गरेका थिए र उनले क्यामेरामा एउटा कुरा स्पष्ट रूपमा भने कि यो भयानक सत्य सन् 2025 मा संसारको अगाडि आउनेछ। अब हामी त्यही भविष्यवाणी गरिएको वर्ष 2025 मा बाँचिरहेका छौं। नेवाडाको मरुभूमिमा आज पनि उडन तस्तरी वा युएफओ देखिने घटनाहरू पुरै अमेरिकामा सबैभन्दा बढी छन्। के अमेरिकी सरकारले साँच्चै नै कुनै एलियनलाई हामीबाट लुकाइरहेको छ? वा त्यो उजाड मरुभूमिको बालुवा मुनि एलियन भन्दा पनि भयानक कुनै खतरनाक षड्यन्त्र पाकिरहेको छ? आज हामी ती कागजात र तथ्यहरू पल्टाउनेछौँ जसलाई सिआइएले दशकौंसम्म दुनियाँबाट लुकाएर राखेको थियो। अमेरिकालाई यस्तो देश मानिन्छ जहाँ स्वतन्त्रता छ, तर त्यही अमेरिकाको नेवाडा मरुभूमिको दक्षिणी भागमा लस वेगासबाट करिब 134 किलोमिटर टाढा एउटा यस्तो ठाउँ छ जहाँ चराले पनि पखेटा मार्न सक्दैन। यस ठाउँको नाम हो एरिया 51, जसलाई आधिकारिक रूपमा ग्रुम लेक वा होमी बेस पनि भनिन्छ। यो धरतीकै सबैभन्दा सुरक्षित, सबैभन्दा रहस्यमयी र सबैभन्दा बढी पहरेदारी भएको ठाउँ हो। 90,000 एकडमा फैलिएको यो इलाकाको वरिपरि कुनै सामान्य पर्खाल छैन, बरु यहाँ मोसन सेन्सर, आधुनिक क्यामेरा र सादा पोसाकमा हतियारबन्द गार्डहरू 24 घण्टा गस्ती गर्छन्, जसलाई क्यामो डुज भनिन्छ। यदि तपाईँ गल्तीले पनि यसको काँडे तार भएको बर्डर नजिक पुग्नुभयो भने त्यहाँ कुनै चेतावनी दिइँदैन, सिधै गोली हान्ने आदेश छ। त्यहाँको साइनबोर्डमा प्रष्ट लेखिएको छ, डेडली फोर्स अथोराइज्ड। 60 वर्षसम्म अमेरिकी सरकारले यस ठाउँको अस्तित्वलाई नै नकार्दै आयो। दुनियाँले सोधिरह्यो, तर सरकार मौन रह्यो। तर ग्रुम लेकको त्यो सुक्खा नुनिलो मैदानमा त्यस्तो के थियो जसलाई दुनियाँको नजरबाट बचाउन अमेरिकाले आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो? कथा सुरु हुन्छ शीत युद्धको त्यो युगबाट, जब दुनियाँ दुई महाशक्ति अमेरिका र सोभियत सङ्घको बीचमा बाँडिएको थियो र सबै एक अर्काको जासुसी गर्नमा व्यस्त थिए। त कथामा सबैभन्दा ठूलो भूकम्प तब आयो जब सन् 1979 मा बब लजार नामको एउटा व्यक्ति अचानक टेलिभिजन मार्फत दुनियाँको अगाडि आए। बबले एउटा अन्तर्वार्तामा यस्तो दावी गरे जसले पुरै दुनियाँलाई हल्लाएर राखिदियो। उनले बताए कि उनी एरिया 51 कै नजिक S4 नामको एउटा अति गोप्य ठाउँमा काम गरिसकेका छन्। उनले जे बताए त्यो कुनै हलिउडको साइन्स फिक्सन फिल्म भन्दा पनि भयानक थियो। बब लजारले पुरै दुनियाँको अगाडि दावी गरे कि अमेरिकी सरकारसँग 9 वटा एलियन स्पेसक्राफ्ट अर्थात् उडन तस्तरीहरू छन् र वैज्ञानिकहरू त्यसको रिभर्स इन्जिनियरिङ गरिरहेका छन्, अर्थात् उनीहरू त्यो पारालौकिक प्रविधिलाई बुझेर त्यसलाई मानव हतियारमा बदल्ने कोसिस गरिरहेका छन्। बबले यो पनि भने कि ती यानहरू एलिमेन्ट 115 नामको एउटा अज्ञात र निकै शक्तिशाली तत्त्वबाट चल्छन्। यो अन्तर्वार्ताले रातारात एरिया 51 लाई दुनियाँको सबैभन्दा ठूलो रहस्य बनाइदियो। मानिसहरूको मनमा यो कुरा बस्यो कि अमेरिकाले एलियनहरूलाई बन्दी बनाएर राखेको छ। यो पागलपन यस हदसम्म बढ्यो कि सन् 2019 मा फेसबुकमा स्टर्म एरिया 51 नामको एउटा इभेन्ट बन्यो जसमा 20 लाख भन्दा बढी मानिसहरूले सहमति जनाए कि उनीहरू सबै मिलेर यस बेसमा धावा बोल्नेछन् र एलियनहरूलाई आफ्नै आँखाले देख्नेछन्। अमेरिकी वायुसेनाले बाकायदा चेतावनी जारी गर्नु पर्यो कि जो कोही यो मिलिट्री जोनमा घुस्छ उसले गम्भीर परिणाम भोग्नु पर्नेछ। तर असली सत्य यो भन्दा पनि बढी चकित पार्ने खालको छ। जब खोजी पत्रकार र वैज्ञानिकहरूले बब लजारका दावीहरूको गहिराईमा अनुसन्धान गरे, तब एक गरेर उनका सबै सत्यहरू पर्दाफास हुन थाले। मैसाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी MIT र क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी जस्ता ठूला युनिभर्सिटीहरूबाट उनले मास्टर्स डिग्री हासिल गरेको दावी गरेका थिए, तर त्यहाँ उनको कुनै नामो निशान भेटिएन। वैज्ञानिकहरूले प्रष्ट भने
कि बब लजारको हाई स्कुलको नतिजा यति खराब थियो कि उनलाई यी महान संस्थानहरूमा कहिल्यै भर्ना मिल्नै सक्दैन थियो। उनले दावी गरेका थिए कि उनी लस एलमोज ल्याबमा एक भौतिक शास्त्री फिजिसिस्टको रूपमा काम गर्थे, तर अनुसन्धानबाट थाहा भयो कि उनी त्यहाँ एउटा ठेकेदारको अधीनमा काम गर्ने एक साधारण प्राविधिक मात्र थिए। बब लजारको कथा एउटा धेरै ठूलो झुट बाहेक अरू केही थिएन, जुन उनले नाम र पैसाको लागि रचेका थिए। तर यदि बब लजार झुट बोलिरहेका थिए भने नेवाडाको आकाशमा ती अनौठा चम्किला कुराहरू के थिए त? यदि ती उडन तस्तरीहरू थिएनन् भने मानिसहरू आकाशमा के देखेर डराइरहेका थिए? एनिग्मा ल्याब्सको हालैको डेटा अनुसार आज पनि नेवाडा पुरै अमेरिकामा युएफओ देखिने मामलामा नम्बर 1 मा छ। त्यसो भए आकाशमा देखिएको त्यो उज्यालो के थियो त? र यहीबाट कथाले एउटा खतरनाक र असली मोड लिन्छ। दशकौंको दबावपछि अन्ततः सन् 2013 मा सिआइएले पहिलो पटक आधिकारिक रूपमा केही अति गोप्य कागजातहरू सार्वजनिक गर्यो। यी कागजातहरूले एरिया 51 को अस्तित्वलाई दुनियाँको अगाडि स्वीकार गर्यो। र जब दुनियाँले यी कागजातहरू पढ्यो तब एलियनका कथाहरूको भ्रम सधैँका लागि टुट्यो। तर जुन सत्य अगाडि आयो त्यो इन्जिनियरिङ र जासुसीको दुनियाँको सबैभन्दा ठूलो र हैरान पार्ने चमत्कार थियो। कागजातहरूका अनुसार एरिया 51 कुनै एलियन रिसर्च सेन्टर थिएन, बरु यो अमेरिकी वायुसेनाको त्यो गोप्य टेस्टिङ ग्राउन्ड थियो जहाँ दुनियाँका सबैभन्दा खतरनाक जासुसी विमानहरू बनाइदै थियो। जब अमेरिका र सोभियत सङ्घको बीचमा शीत युद्ध आफ्नो चरम सीमामा थियो, तब अमेरिकालाई डर थियो कि सोभियत सङ्घले उनीहरूमाथि अचानक परमाणु हमला गर्न सक्छ। उनीहरूलाई सोभियत भित्र चिहाउन एउटा यस्तो विमानको आवश्यकता थियो जुन राडारको पकडमा नआओस् र यति उचाइमा उडोस् जहाँसम्म दुश्मनका मिसाइलहरू पुग्न नसकुन्। यही आवश्यकताले प्रोजेक्ट एक्वाटोनलाई जन्म दियो र प्रख्यात एरोनॉटिकल इन्जिनियर केली जोन्सनले यो असम्भव कामलाई सम्भव बनाएर देखाए। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ 1950 को दशकमा जब सामान्य कमर्सियल विमान मुस्किलले 10 देखि 20 हजार फिटको उचाइमा उड्थे र सबैभन्दा शक्तिशाली लडाकु विमानहरू पनि 40 हजार फिट भन्दा माथि जाँदा थाक्न थाल्थे, तब एरिया 51 भित्र U2 नामको एउटा यस्तो जासुसी विमान तयार गरिदै थियो जुन 70 हजार फिट भन्दा पनि बढी उचाइमा उडान भर्न सक्थ्यो। यो विमान यति हलुका थियो मानौ कुनै रकेटमा एउटा ग्लाइडर लगाइएको होस्। जब यो विमान टेस्ट उडान भर्थ्यो तब आकाशमा एउटा अद्भुत दृश्य पैदा हुन्थ्यो। साँझको समयमा जब 20 हजार फिटमा उडिरहेका कमर्सियल विमानका पाइलटहरूका लागि सूर्य अस्ताइसकेको हुन्थ्यो र चारैतिर अँध्यारो छाएको हुन्थ्यो, तब उनीहरूभन्दा पनि 50 हजार फिट माथि उडिरहेको त्यो U2 विमानको चम्किलो सिल्भर बडीले सूर्यका अन्तिम किरणहरूलाई रिफ्लेक्ट गर्थ्यो। तल अँध्यारोमा उडिरहेका पाइलटहरूलाई अचानक आकाशको असीम उचाइमा आगोको डल्लो जस्तो चम्किरहेको कुनै कुरा देखा पर्थ्यो। मानिसले कहिल्यै सोचेको पनि थिएन कि कुनै मसिन त्यति माथि उड्न सक्छ। त्यसैले कमर्सियल पाइलटहरूले वायुसेनालाई रिपोर्ट गर्न थाले कि उनीहरूले आकाशमा एलियन यान देखेका छन्। सिआइएका डिक्लासिफाइड कागजातहरूबाट यो पूर्ण रूपमा प्रमाणित भयो कि 1950 र 60 को दशकमा युएफओ देखिने आधा भन्दा बढी घटनाहरूको पछाडि यिनै अति गोप्य U2 र त्यसपछि आएका A-12 ऑक्सकार्ड जस्ता जासुसी विमानहरू थिए। अमेरिकी वायुसेनाले यी घटनाहरूको अनुसन्धान गर्न प्रोजेक्ट ब्लू बुक नामको एउटा अभियान चलाएको थियो र त्यो अनुसन्धानको निष्कर्ष पनि यही थियो कि आकाशमा देखिने यी कुराहरू कुनै एलियन यान होइनन्, तर अमेरिकी सरकार र गुप्तचर एजेन्सीहरूलाई सबै थाहा थियो। उनीहरूलाई थाहा थियो कि मानिसहरूले उनीहरूका जासुसी विमानहरूलाई युएफओ सम्झिरहेका छन्, तर सोभियत सङ्घको जासुसी गर्न आफ्नो सबैभन्दा ठूलो प्रोजेक्टलाई लुकाउन उनीहरूले जानी जानी यी एलियनका अफवाहहरूलाई फैलिन दिए। उनीहरूले मानिसहरूको भ्रमलाई तोडेनन्, किनकि यो उनीहरूकै फाइदामा थियो कि दुनियाँले बुझोस् कि एरिया 51 मा एलियनहरू छन्, अमेरिकाका सबैभन्दा घातक हतियारहरू होइनन्।
तर पख्नुस्, यदि एरिया 51मा जासुसी विमानहरू मात्र टेस्ट भइरहेका थिए भने 1947 को त्यो प्रख्यात रोजवेल घटना नि, जसको बारेमा आज पनि भनिन्छ कि न्यू मेक्सिकोको रोजवेलमा एउटा युएफओ खसेको थियो र त्यसको भग्नावशेष र एलियनहरूका लासहरूलाई सुटुक्क एरिया 51मा ल्याएर लुकाइएको थियो। के त्यो पनि एउटा झुट थियो? यदि त्यो एलियन यान थिएन भने रोजवेलमा क्राश भएको के थियो त? यो प्रश्नको जुन जवाफ खोजी पत्रकार एनी ज्याकोब्सनले आफ्नो एउटा किताबमा दिएकी छन्, त्यसले तपाईको आङ जिरिङ्ग बनाउनेछ। एनीको थ्योरी अनुसार रोजवेलमा खसेको त्यो कुनै अर्को दुनियाँको यान थिएन, बरु त्यो सोभियत संघको तानाशाह जोसेफ स्टालिन र मौतका सौदागर मानिने जर्मन डाक्टर जोसेफ मेङ्गेलेको एउटा निकै घिनलाग्दो, दर्दनाक र अमानवीय षड्यन्त्र थियो। दोस्रो विश्वयुद्धपछि स्टालिन अमेरिकाको मनमा डर पैदा गर्न चाहन्थे। यो थ्योरीका अनुसार स्टालिनले मानिसहरूमाथि दर्दनाक प्रयोग गर्ने नाजी डाक्टर मेङ्गेलेको मद्दत लिए। साना बच्चाहरूमाथि हैवानियतपूर्ण प्रयोग गरियो। उनीहरूको सर्जरी गरेर उनीहरूलाई शारीरिक रूपमा विकृत बनाइयो ताकि उनीहरू हेर्दा एलियन जस्ता देखियोन्। अनि ती बच्चाहरूलाई एउटा विशेष प्रकारको विमानमा राखेर, जसलाई रिमोटबाट कन्ट्रोल गरिँदै थियो, अमेरिकाको आकाशमा पठाइयो र जानी जानी रोजवेलमा क्राश गराइयो। स्टालिनको उद्देश्य थियो कि जब अमेरिकी सरकारले ती अनौठा लासहरू र त्यो विमानलाई देख्नेछ, तब पुरै अमेरिकामा आतंक फैलिनेछ। अमेरिकी जनता डरको सायामा बाँच्न थाल्नेछन्। जब त्यो यानको भग्नावशेष अमेरिकी सेनाले फेला पार्यो, तब उनीहरू पनि त्यो भयानक दृश्य देखेर डराए। यो सत्यलाई दुनियाँबाट लुकाउन र सोभियत संघको यो हैवानियतलाई ढाकछोप गर्न अमेरिकी सरकारले आफै युएफओ क्र्याशको कथालाई हावा दियो। यो थियोरी यस कुराको प्रमाण हो कि शीत युद्धको दौरान यी महाशक्तिहरू एक अर्कालाई तल देखाउन कुन हदसम्म गिर्न सक्थे। यो सत्य एलियनहरूको अस्तित्वभन्दा कैयौं गुणा बढी भयानक र रगत सुकाउने खालको छ। मानिसको हैवानियतले ब्रह्माण्डका रहस्यहरूलाई पनि आफ्नो स्वार्थका लागि प्रयोग गर्यो। त्यसो भए अन्ततः यो लामो र रहस्यमयी कथाको असली सत्य के हो त? के एरिया 51 केवल दुनियाँको सबैभन्दा शक्तिशाली सेनाको एउटा टेस्टिङ ग्राउन्ड मात्र हो, जहाँ A-12 ऑक्सकार्ड, SR-71 ब्ल्याकबर्ड र स्टेल्थ बम्बर जस्ता मानव एरोस्पेस इन्जिनियरिङले आफ्नो चरम सीमालाई छोएको छ? वा त्यो 1999 को भिडियोमा गरिएको दाबी अनुसार सन् 2025 मा साँच्चै नै केही यस्तो कुरा अगाडि आउनेछ जसले यी सबै CIA का कागजातहरू र जासुसी विमानहरूका थ्योरीलाई पनि झुटा साबित गरिदिनेछ? के अमेरिका आज पनि हामीबाट केही यस्तो कुरा लुकाइरहेको छ जसले मानव अस्तित्वको परिभाषा नै बदलिदियोस्? आज पनि जब तपाईँ नेवाडाको त्यो सुनसान मरुभूमितिर हेर्नुहुन्छ, तपाईलाई त्यो सन्नाटा कुनै ठूलो आँधी अघिको शान्ति जस्तो लाग्नेछ। आज पनि यो ठाउँ यस ग्रहको सबैभन्दा कालो, सबैभन्दा सुरक्षित र सबैभन्दा रहस्यमयी कुना बनिरहेको छ। आकाशमा चम्किने हरेक अनजान उज्यालोले आज पनि हामीलाई सोच्न बाध्य बनाउँछ कि के हामी यो ब्रह्माण्डमा एक्लै छौँ? सत्य जेसुकै होस्, तर एउटा कुरा पूर्ण रूपमा पक्का छ। त्यो ग्रुम लेकको शान्त बालुवामुनि कैयौं यस्ता राजहरू गाडिएका छन् जुन सायद कहिल्यै बाहिर नआउन सक्छन्, वा सायद 2025 को यो वर्ष इतिहासकै सबैभन्दा ठूलो खुलासाको वर्ष बन्न सक्छ। यो थियो फ्याक्ट फ्युजन, जहाँ हामी ल्याउँछौँ सत्य र तथ्यहरूको असली मेल। यदि तपाईलाई एरिया 51 का रहस्यहरूको यो रोमाञ्चक र भयानक यात्रा मन पर्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, यो भिडियोलाई लाइक गर्नुहोस् र बेल आइकन दबाउन नबिर्सनुहोस् ताकि दुनियाँको हरेक नसुल्झिएको रहस्य र नयाँ खुलासाको नोटिफिकेसन तपाईसम्म सबैभन्दा पहिले पुगोस्। भेट्नेछौँ अर्को भिडियोमा यस्तै एउटा गहिरो र मुटु कमाउने रहस्यको साथ। तबसम्म आफ्नो नजर आकाशमा राखिराख्नुहोला। कसलाई के थाहा, अर्को रहस्य तपाईले नै पो देख्नुहुन्छ कि?